हेलो एभ्रिवान वेलकम टु माई न्यू भिडियो आजको भिडियोमा चाहिँ हामी हेर्नेछौँ कोशी प्रदेशको पाँचौँ तह जुन चाहिँ सिभिल सब इन्जिनियर भन्छौँ वा डिप्लोमा इन सब इन्जिनियर गरेकाले चाहिँ पाँचौँ तह सिभिल समूहतर्फ जुन फर्म भर्नुहुन्छ त्यसको सिलेबस चेन्ज भएको छ है र त्यो सिलेबस चेन्ज भएको नयाँ सिलेबसमा के अपडेट भएको छ त्यो सबै कुरा चाहिँ म यो भिडियोबाट तपाईहरुलाई जानकारी गराउँछु। आजको भिडियो चाहिँ अलि धेरै दिनपछि आएर आत्तिनु पर्दैन, बीचमा केही दिन हाम्रो च्यानल ह्याक भएर अलिकति डिस्टर्ब भएको थियो। सो हामी फेरि पनि कन्टिन्यू गर्ने नै छौँ है। र यसमा चाहिँ अब पाँचौँ तह भन्ने बित्तिकैमा तपाईहरुले इन्जिनियरिङतिरको चाहिँ सिभिल मात्र होइन कि जेनरल, हाइवे, सेनिटरी, इरिगेसन, हाइड्रो पावर यो सबै समूहतिर चाहिँ तपाईहरुले एकैचोटि दिन मिल्छ है। अब यसमा स्थानीय र प्रदेश दुईटैको आउँछ, दुईटैको सिलेबस यस प्रकारको राखेको छ। यसलाई चाहिँ तीनटा भागमा डिभिजन गरेको छ है। तीनटा भाग भनेको के हो भने जस्तो सम्झिनु पर्ने एउटा प्रथम पत्र हुन्छ, द्वितीय र अन्तिम वा यसलाई तृतीय भन्न सक्यो है। र प्रथममा चाहिँ तपाईहरुको लिखित जुन वस्तुगत प्रश्न आउँछ, त्यसपछि द्वितीय जसमा चाहिँ विषयगत वा त्यो लङ क्वेसन सर्ट क्वेसन लेख्ने टाइपको आउँछ भने लास्टमा चाहिँ अन्तर्वार्ता हुन्छ है। र अब यसको बारेमा चाहिँ अलिकति विशेष जानकारी लिने हो भने फर्स्ट पेपर चाहिँ तपाईहरुको 100 मार्क्सको हुन्छ र 40 मा पास मार्क्स हो। सेकेन्ड पेपर पनि 100 मार्क्सको र लास्टमा इन्टरभ्यूमा गयो भने 30 मार्क्सको हुन्छ। र यसलाई अझ क्याटेगोरी गर्ने हो भने चाहिँ तपाईहरुको फर्स्ट पेपरको 45 मिनेट टाइम हुन्छ। यो ध्यान दिनुपर्ने कुरा चाहिँ यही हो, सबैले यही मिस्टेक गरिन्छ क्या, 45 मिनेटमै भ्याउँदैन अनि जम्मा 50 वटा क्वेसन हुन्छ है, जम्मा 50 वटा, यो चाहिँ ध्यान दिनु होला। अनि त्यसपछि अर्को चाहिँ सेकेन्ड पेपरको कुरा गर्ने हो भने 2 घण्टा 30 मिनटको हुन्छ। अब त्यसमा चाहिँ सर्ट क्वेसन र लङ क्वेसन गरेर आउँछ, 4 वटा चाहिँ लङ क्वेसन आउँछ र 12 वटा सर्ट क्वेसन आउँछ। अनि यो सबै पास गरिसकेपछि चाहिँ अन्तर्वार्तामा जाने हो। अब यसमा चाहिँ कतिजनाले नेपाली मिडियमबाट क्वेसन आउँछ कि इङ्ग्लिस मिडियमबाट भन्ने कुरा पनि आउँछ। सो प्रश्न चाहिँ सबै तपाईहरुको इङ्ग्लिस वा नेपाली दुईटैमा नै आउन सक्छ है, वा कुनै एउटामा नै आउन सक्छ। अब तपाईहरुले पढेको इङ्ग्लिस मिडियमबाट हो भने इङ्ग्लिस मिडियमबाटै क्वेसन आउँछ, एन्सर लेख्दा नि त्यही मिडियमबाट लेख्नुपर्ने हुन्छ। अब यो अरु कुराहरु चाहिँ मैले सर्टकट त्यो कुराहरु जानकारी गराइन। जुन चाहिँ अब तपाईहरुले अलि ध्यान दिनुपर्ने कुरा चाहिँ कुन सब्जेक्टबाट कति मार्क्सको क्वेसन आउँछ त्यो चाहिँ ध्यान दिनु होला है। किनभने यो कुरा थाहा नभइकन पढ्ने आइडिया चाहिँ आउँदैन क्या। पढ्नु छ भने पहिला चाहिँ सब्जेक्ट वाइज कति मार्क्सको आउँछ र कतिवटा क्वेसन आउँछ त्यो कुरा चाहिँ कन्फर्म हुनुपर्छ। तपाईहरु सुरुमा कन्फर्म हुनु चाहिँ एकदमै जरुरी छ है। सो यहाँनिर चाहिँ कुन च्याप्टरबाट कति मार्क्सको आउँछ हेर्न सक्नुहुन्छ। जस्तो फर्स्ट सब्जेक्टबाट 3 मार्क्सको आउँछ, 3टा प्रश्न आउँछ जुन चाहिँ 6 मार्क्स हुन जान्छ है। त्यस्तै सेकेन्ड च्याप्टरबाट 5 वटा क्वेसन आउँछ जुन चाहिँ 10 मार्क्सको हुन जान्छ। त्यस्तै यहाँ अर्को द्वितीय पेपरको नि छ, फर्स्ट च्याप्टर वा फर्स्ट च्याप्टर नभन फर्स्ट सब्जेक्टबाट चाहिँ एउटा सर्ट क्वेसन आउँछ जुन चाहिँ 5 मार्क्सको हुन्छ है, यही लेखेको छ। त्यसपछि दोस्रो नम्बरमा चाहिँ दोस्रो सब्जेक्टबाट एउटा लङ क्वेसन आउँछ जुन 10 मार्क्सको हुन्छ। अब यो सब्जेक्ट वाइजको पहिला कुरा गरिहालौँ कुन सब्जेक्ट रहेछ भन्ने कुरा। सो एउटा सानो इन्फर्मेसन तपाईहरुलाई म के दिन चाहन्छु भने यदि तपाईहरु लोकसेवाको प्रिपरेसन सिरियसली गर्न चाहँदै हुनुहुन्छ वा गर्दै हुनुहुन्छ भने तपाईहरुलाई नोट्स चाहिरहेको हुन सक्छ, मोडल क्वेसन चाहिरहेको हुन सक्छ। त्यसपछि अरु स्याम्पल क्वेसनहरु, सब्जेक्टिभ अब्जेक्टिभ क्वेसन, एन्सर सेट त्यस्तो चाहिरहेको छ भने के चाहिएको छ त्यो चाहिँ तपाईहरु हामीबाट बाइ गर्न सक्नुहुनेछ है, किन्न सक्नुहुनेछ। र त्यसको लागि चाहिँ तपाईहरुले व्हाट्सएपमा है, अरु ठाउँमा हैन, व्हाट्सएपमा सम्झिनुस्, म यहाँ नम्बर राखिदिरहेको छु, व्हाट्सएपमा तपाईहरुले मेसेज गर्न सक्नुहुनेछ। व्हाट्सएपको नम्बर चाहिँ यो हेर्नु होला है, 9844337578। यसमा मेसेज मात्र गर्नु होला, फोन नगर्दा राम्रो है। तपाईहरुले मेसेज गर्नु होला एज अ अफिस टाइममा।
यसमा मेसेज गरेर तपाईहरुलाई के चाहिएको छ प्रदेशको नोट्स, मोडल क्वेसन, सिलेबस र त्यसपछि एन्सर सिट, त्यस्तै सब्जेक्टिभ, अब्जेक्टिभ, जीके, आइक्यू सबैको चाहिँ यसमा राखेको छु। र तर यति बुझ्नुहोस् कि प्राइस पर्छ है, पेडमा हो, फ्रीको चाहिँ होइन। सो तपाईहरुले सिरियसली चाहिन्छ, नोट्सहरु चाहिन्छ भने चाहिँ यसमा कन्ट्याक्ट गर्न सक्नुहुनेछ। अब चाहिँ यसमा के हुन्छ भने तपाईहरुलाई दुईवटा खण्डमा विभाजन गरिदिएको हुन्छ है। खण्ड 1 चाहिँ अब यसमा चाहिँ जीके राखेको हुन्छ, जसमा चाहिँ के क्वेसनहरु जीकेका आउँछ। जीकेका थुप्रै राखिदिएको छ। यो कुराहरु पढेर चाहिँ साध्य हुन्छ भन्ने चाहिँ मलाई जहाँसम्म लाग्दैन है। र यसमा चाहिँ जीकेको कुरामा चाहिँ म तपाईहरुलाई के सल्लाह दिन चाहन्छु भने जीकेलाई लिएर त्यति टेन्सन नलिनुस् क्या। आफ्नो सब्जेक्टिभलाई चाहिँ प्रिपेयर्ड गर्नुस्, राम्रोसँग तयार गर्नुस् र आफ्नो सब्जेक्टिभ जुन आफ्नो टेक्निकल सब्जेक्ट छ त्यो तयार भएपछि यो त अटोमेटिकली अलिअलि पढेपछि पुग्ने जस्तो लाग्छ क्या। किनभने यसबाट त्यो सब्जेक्टिभ क्वेसन आउने होइन क्या, अब्जेक्टिभ हो। त्यही भएर त्यति ध्यान नदिँदा नै हुन्छ। अब जाउँ टेक्निकलमा। टेक्निकलमा आउँछ सर्वेइङ, मोस्ट इम्पोर्टेन्ट च्याप्टर सर्वेइङ। तपाईहरुलाई थाहा छँदैछ सर्वेइङमा थोरै कुराहरु छ, त्यस्तो धेरै छैन। च्याप्टर वाइज कुरा गर्ने हो भने 6वटा सिम्पल च्याप्टर राखिदिएको छ। त्यसपछि आउँछ 3 नम्बरमा कन्स्ट्रक्सन मेटेरियल। कन्स्ट्रक्सन मेटेरियलमा चाहिँ तपाईहरुको च्याप्टर वाइज कुरा गर्ने हो भने चाहिँ 6वटा च्याप्टर छ, तर यसमा एउटा हलो ब्रिक भन्ने राखिदिएको छ, यो चाहिँ अलिकति हेर्नु होला। त्यस्तै 4 नम्बरमा मेकानिक्स भन्ने छ, मेकानिक्स अफ मटेरियल अर स्ट्रक्चर भन्ने छ। यसमा चाहिँ 3टा च्याप्टर छ है। यसमा सिम्पल ट्रस्ट थ्योरी भन्ने छ। यो ट्रस्ट थ्योरीबाट लङ क्वेसन त नआउला कि त्यस्तो होइन, तर बीमबाट चाहिँ एउटा आउन सक्छ है। त्यसपछि हाइड्रोलिक्स छ। हाइड्रोलिक्स अब इम्पोर्टेन्ट च्याप्टर भित्रै पर्यो। हाइड्रोलिक्समा चाहिँ 4वटा छ च्याप्टरहरु। र त्यसपछि आउँछ सोइल मेकानिक्स। सोइल मेकानिक्समा तपाईहरुको चाहिँ 5वटा चाहिँ च्याप्टर रहेको छ। 5वटा च्याप्टरहरुको त्यहाँभित्र सर्ट च्याप्टरहरु टन्नै छ, 5 होइन 6वटै छ। एउटा फाउन्डेसन इन्जिनियरिङ भन्ने छ है, टेर्जागीको थ्योरी छ एउटा, त्यो चाहिँ लोड बेरिङ क्यापेसिटीको फर्मुला वाला। त्यसपछि स्ट्रक्चरल डिजाइन भन्ने छ। यसमा चाहिँ 4वटा मात्र छ। र अब आउँछ खण्ड ख वा सेकेन्ड खण्ड। यो त पहिलो खण्ड भइगयो, खण्ड क। र सेकेन्ड खण्डमा चाहिँ कुरा गर्ने हो भने चाहिँ यसमा चाहिँ सबभन्दा सुरुमा बिल्डिङ कन्स्ट्रक्सन टेक्नोलोजी छ। बिल्डिङ कन्स्ट्रक्सन टेक्नोलोजी अलि ठुलो च्याप्टर हो, अलिकति ध्यान दिनु होला। र 6वटा च्याप्टरहरु छ है यो सब्जेक्टमा। 6वटा च्याप्टरको सब टाइटलहरु धेरै छ। त्यसपछि आउँछ वाटर सप्लाई वा सेनिटरी। वाटर सप्लाई र सेनिटरीको दुईटा फरक पार्टहरु हुन्छ। वाटर सप्लाई पनि फरक हो, सेनिटरी पनि फरक हो। ठ्याक्कै अपोजिट फंक्सनमा काम गर्छ क्या वाटर सप्लाई र सेनिटरीको कुरा गर्ने हो भने चाहिँ। यसमा नि तपाईहरुको 7वटा चाहिँ च्याप्टर रहेको छ यो सब्जेक्टमा, अलिकति ध्यान दिनु होला। त्यसपछि आउँछ इरिगेसन। इरिगेसनमा चाहिँ अब यसमा चाहिँ इरिगेसनमा सायद 3टा च्याप्टर छ है इरिगेसन सब्जेक्टमा। सब टाइटलहरु धेरै छ। त्यसपछि हाइवे इन्जिनियरिङ आउँछ। हाइवे इन्जिनियरिङ एक किसिमको लेन्दी च्याप्टर र अलि बढी च्याप्टर भएको सब्जेक्टहरु हो है। हाइवेमा चाहिँ तपाईहरुको ब्रिज, कल्भर्ट सबै पर्छ क्या। अनि यसमा चाहिँ 10वटा सम्म छ, 10वटा च्याप्टर समेत छ भनेपछि अलिकति ध्यान दिएर यो दुईटा लास्टको 9 र 10 भन्ने छ नि, यो ट्र्याक्स एन्ड ट्रेल, त्यसपछि लो कस्ट रोड भन्ने चाहिँ यसलाई चाहिँ ध्यान दिएर पढ्नु होला। अनि आउँछ 12 नम्बर इस्टिमेटिङ एन्ड कस्टिङ। यो चाहिँ एकदमै चाहिने च्याप्टर, चाहिने सब्जेक्ट, जसमा चाहिँ 4वटा च्याप्टर छ। त्यसपछि आउँछ कन्स्ट्रक्सन म्यानेजमेन्ट। कन्स्ट्रक्सन म्यानेजमेन्टमा चाहिँ हाम्रो कतिवटा च्याप्टर छ भने 5वटा च्याप्टर छ। त्यसपछि एयरपोर्ट इन्जिनियरिङ, यो एउटा एक्स्ट्रा हो, यसमा चाहिँ 3टा च्याप्टर आउँछ। र यति गरिसकेपछि अब तपाईहरुको लागि यहाँ एमसीक्यू को स्याम्पल पनि छ है, एमसीक्यू र त्यसपछि सब्जेक्टिभ क्वेसनको स्याम्पल पनि राखिदिएको छ। यति चाहिँ तपाईहरुले ध्यान दिएर पढ्नु होला। र
यति पढिसकेपछि यो सबै पढेर यसलाई चाहिँ एकचोटि सल्भ गर्नु होला। आउने क्वेसनहरू चाहिँ यस्तै यस्तै हो भनेर मोडल क्वेसनहरू तपाईँहरूको लागि इक्जाम्पल दिएको छ। आजको यो भिडियोमा चाहिँ हामी यति गर्छौँ र भिडियोबाट केही नबुझेका कुराहरू छ भने तपाईँहरूले म्यासेज गर्न सक्नुहुनेछ र मैले व्हाट्सएप नम्बर राखिदिएको छु, त्यो व्हाट्सएप नम्बरमा म्यासेज गर्न सक्नुहुनेछ र कमेन्ट पनि गर्न सक्नुहुनेछ। सो थ्याङ्क यू सो मच सबैजनालाई यति माया गरेर फेरि हेर्न थाल्नुभयो, हाम्रो युट्युबलाई हेर्न थाल्नुभयो। थ्याङ्क यू सो मच है। सी यू इन नेक्स्ट भिडियो।